तैँले पहिलोपटक आफ्नो भाइको लागि मसँग सहयोग माग्दैछस्। त्यति पनि गर्न सकिन भने मलाई पाप लाग्छ। तैँले ममाथि गुनै गुण मात्र लगाएकी छेस्। तेरो गुणको ऋण दिन यो जुनीमा सम्भवै छैन। अर्को जुनीसम्म कुर्नुपर्छ तैँले। यदि कसैको गुण तिर्न बाँकी रहँदा अर्को जन्ममा फेरि भेट हुन्छ भने भयो, त मलाई सहयोग नगर। किन? केही गरी गुण तिर्न बाँकी रहेन भने हाम्रो फेरि भेटै नहुने रहेछ। बरु गुण तिर्न बाँकी होस्, तर म तसँग प्रत्येक जन्ममा भेट्न चाहन्छु। जसरी अहिले छस् त्यसै गरी मेरो साथी भएर, मेरो प्रेमी भएर अनि मेरो मात्रै सहयात्री भएर आउँछस् भने म 100 वर्ष तैसँग हुन चाहन्छु। तँ बाहेक कसको हुन्छु र म? के थाहा, कोसँग बाचा गरेको छस्।